नमस्ते सबैजनालाई मेरो नाम चाहिँ सपना वेलकम राणा ब्लगमा सबैजनालाई सबैजना सन्चै आरामै हुनुहुन्छ। अब हामी चाहिँ आज दसैँको लागि जाँदैछौँ। अब दसैँ पनि नजिक आउँदैछ। दसैँ पनि अब नजिक आउँदैछ। गाइजहरु छुट्टी हानेर एकदम अब सबैजनाले राणा ब्लगलाई सपोर्ट गरिदिनु होला। तपाईहरु पनि अब दसैँको लागि खसी र म चाहिँ राणा ब्लगमा अब दुईचोटि देखिँदैछु। एकचोटि बलमा जाँदैछौँ आज। बलको चाहिँ धेरै बल टच गरेको भिडियो चाहिँ दाइले गर्नु नभएको रहेछ। राणा ब्लगको साउले अब चाहिँ प्रकष्ट देख्नुहुन्छ। मुर्रा ग्याङ यहीँ छ। अब हाम्रो अगाडि पनि देखाइदिउँ त। म्युजिक सदिक थानकोट आइपुग्यो। अब थानकोट आइपुग्यो। ठ्याक्क थानकोटमा अब एकछिन रोकेर हामी अब मटन खान्छौँ। राप पलाएर जाम। दसैँको लागि चाहिँ हामी खसी लिन आएको छ है। यत्रो त ठिक हुन्छ क्या। महँगो भइरहेको छ। दसैँको बेला भएर होला। तिमीले नि बोल्दै होइन। आउँछ म त जाऊँ। मुर्रा यहाँ काट्नु भयो। काटेको चाहिँ यता दसैँ लागेको होइन देव दाइ। ल दसैँ सुरु भयो आज ल। यता रुदु दाइ ल। यो चाहिँ हामीले दसैँलाई रेडी गरेर राख्ने हो। विदेशमा यस्तै छ के गर्नु। छुट्टी मिले छैन दसैँ दिन। साँझ मात्रै हुन्छ छुट्टी। आजै रेडी गरेर राखेर दसैँको दिन चाहिँ मोटो छ नि। ठुलो रहेछ क्या यार। कति छिटो हो त नि यार। ओ माइ गॉड। कति छिटो हो। पानी धेरै भयो कि हैन आएसम्म हामी भोलि फोहोर भयो भनेदेखि मैले कस्तो गर्नु।